नमस्कार। 3 धाम यात्राको भिडियो राख्ने क्रममा 17औं दिनको दिनमा हामी श्री रङ्गनाथ स्वामीको दर्शन गरी खाना खाइवरी तमिलनाडुमा नै अवस्थित श्री रामेश्वर ज्योतिर्लिङ्गको दर्शन गर्न पुगेका थियौँ। श्री रङ्गनाथ स्वामी र रामेश्वरम ज्योतिर्लिङ्गको दूरी बसमा चाहिँ करिब 5.5 देखि 6 घण्टा लाग्ने गर्दछ र हामी बेलुका नै रामेश्वरममा पुगेका थियौँ र बेलुका नै हामीले दर्शन गर्यौँ। यो मन्दिरमा आफूले लगेको रुद्राक्ष चढायौँ। यो हाम्रो चाहिँ ज्योतिर्लिङ्ग 11औं ज्योतिर्लिङ्गको दर्शनमा चाहिँ तेस्रो ज्योतिर्लिङ्ग थियो। पहिला हामीले वैद्यनाथ दर्शन गर्यौँ, त्यसपछि हामी मल्लिका अर्जुन ज्योतिर्लिङ्ग दर्शन गर्यौँ र तेस्रोमा चाहिँ हाम्रो यो रामेश्वरम ज्योतिर्लिङ्ग थियो र यसमा चाहिँ लाइन बसेर एकदम सिस्टमेटिक रूपमा चाहिँ दर्शन भयो। एकदम राम्रोसँग दर्शन भयो। हामीले लगेको रुद्राक्षहरू पनि त्यहाँ बस्नुभएका पण्डित यानि कि पन्नाहरूलाई चढाउन दियौँ। उहाँहरूले चाहिँ घर लानुहुन्छ कि यहीँ छोड्ने भन्नुभयो। हामीले चाहिँ यहाँ नै छोड्ने, मन्दिरमा नै छोड्न ल्याएको हो, मन्दिरमा भगवानलाई चढाउन ल्याएको हो भनिसकेपछि उहाँले त्यो ज्योतिर्लिङ्गमा हाम्रो रुद्राक्ष लगाइदिनु भयो। हामीलाई चाहिँ एकदमै खुसी लाग्यो। राम्रोसँग दर्शन गर्न पायौँ। बेलुका नै दर्शन गऱ्यौँ, फोटो भिडियोहरू खिच्यौँ। भित्र धेरै ठाउँहरूमा फोटो भिडियो खिच्न मिल्छ, तर पुलिसहरूले चाहिँ देख्नुभयो नि क्यामेरा खोज्न आउनुहुन्छ होइन। तर पनि हामीले खिच्न मिलेसम्मको फोटो भिडियोहरू खिच्यौँ। त्यसपछि चाहिँ हामी होटेल गयौँ। भोलिपल्ट बिहान चाहिँ अब श्राद्ध गर्ने कामहरू हाम्रो रहेको थियो र जसको श्राद्धहरू थिएन उहाँहरू फेरि रामेश्वरमको दर्शन गर्न आउने भनेर जानुभएको थियो र बिहान हामी 5 बजे उठ्यौँ। 5 बजे उठेपछि चाहिँ रामेश्वरमको मुख्य विशेषता भनेको चाहिँ 22 कुण्ड स्नान रहेको छ है। अनि त्यहाँ चाहिँ स्नान गर्न जाने बेलामा चाहिँ यहाँहरू चाहिँ लुगै लगाएर जानुपर्ने हुन्छ अनि एउटा लुगा लिएर जानुपर्ने हुन्छ होइन। त्यो लुगालाई चाहिँ प्लास्टिकमा बेरेर राख्नु भयो भने हुन्छ, लिएर जानुभयो पनि हुन्छ। अनि त्यसपछि चाहिँ लुगा लगाएरै नुहाउनु पर्ने हुन्छ। एक व्यक्तिको 250 रुपियाँ आइसी तिर्नुपर्ने हुन्छ। सानो बाल्टीले चाहिँ एकजना गाइड बस्नुहुन्छ। त्यो गाइडले चाहिँ हामीलाई सबै कुण्डहरू दर्शन गराउनुहुन्छ। कुण्डहरूको जल अर्पण गर्ने चाहिँ अर्को एकजना व्यक्ति पनि हामीसँग हुनुहुन्छ। उहाँहरूले चाहिँ आफ्नो ग्रुपलाई चाहिँ 22 कुण्डको जल, पालो कुण्डको जलहरू चाहिँ हामीलाई छर्केर चाहिँ हामीलाई नुहाइदिनुहुन्छ होइन। अनि 22 कुण्ड नुहाइसकेपछि चाहिँ हामी चाहिँ त्यसपछि फेरि समुद्रमा जानुपर्ने हुन्छ। 22 कुण्ड नुहाइसकेपछि चाहिँ समुद्रमा गएर हामीले चाहिँ फेरि लुगै लाएर चाहिँ त्यही चिसै लुगा लगाएर चाहिँ नुहाउने गर्छौँ र समुद्रलाई चाहिँ हामी सेतो गङ्गा भनेर भन्ने गर्छौँ र सेतो गङ्गामा स्नान गरिसकेपछि मात्रै त्यसपछि चाहिँ अब मन्दिर दर्शन गर्ने, रामेश्वरको दर्शन गर्ने हो भने रामेश्वर ज्योतिर्लिङ्ग गएर दर्शन गर्ने। अब श्राद्ध कर्म गर्नु छ भने श्राद्ध कर्ममा लाग्नुपर्ने हुन्छ र हाम्रो चाहिँ परिवारको चाहिँ यहाँ श्राद्ध गर्नुपर्ने कर्म भएको हुनाले चाहिँ हामीले दर्शन गर्न गएनौँ। श्राद्ध गर्नको लागि चाहिँ हामी सबै सामग्रीहरू मिलाइदियौँ र यहाँ श्राद्ध गर्ने कर्म भयो। हामीसँगै थुप्रै इन्डियनहरूले पनि श्राद्ध गर्नुभएको थियो त्यहाँ बसेर होइन। यो चाहिँ श्राद्ध पनि यो चाहिँ हाम्रो तेस्रो श्राद्ध थियो। पहिलो चाहिँ हामीले पुनमा गऱ्यौँ, दोस्रो विष्णुपद गयामा गऱ्यौँ र तेस्रो चाहिँ रामेश्वरममा थियो र अरू पनि श्राद्धहरू बाँकी नै थियो। तर पनि हामीले यहाँ श्राद्ध गरेपछि एकछिन समुद्रमा हेऱ्यौँ, फोटो खिच्यौँ, रमाइलो गऱ्यौँ होइन। थुप्रै मान्छेहरू यहाँ पौडी खेल्ने पनि हुनुहुन्थ्यो, तर जति रमाइलो जगन्नाथपुरीको समुद्रमा थियो यहाँ चाहिँ त्यति रमाइलो लागेन हामीलाई चाहिँ। तर पनि हामीले रामेश्वरमको राम्रोसँग भव्य रूपमा दर्शन गऱ्यौँ र त्यसपछि फेरि अर्को भगवानको दर्शन गर्न हामी खाना खुवाइवरी त्यहाँबाट अर्को मन्दिर प्रस्थान गऱ्यौँ।